नमस्कार दर्शकबिन, आज पनि हामी क्रिकेटसँग सम्बन्धित विषयहरू लिएर आइसकेका छौँ। हजुरहरूले यस च्यानलमा जोडिनु भएको छ भने हाम्रो यो नयाँ च्यानललाई सब्सक्राइब र एक लाइक गर्न नभुल्नुहोला। आज नेपाल र नेदरल्यान्ड बीचको खेल रहेको छ। लिग 2 अन्तर्गतको त्रिकोणात्मक सिरिजमा 2 खेलमा जित र 1 खेलमा हारसँगै 2 खेलको जितको उच्च मनोबल लिएर नेपालले आज नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। स्कटल्यान्डसँग भएको 2 रनको झिनो अन्तरले नेपाल हार्न बाध्य भएको थियो। क्याप्टेनको राइट समयमा राइट डिसिजन हुन नसक्नु, क्याप्टेन नचल्नु र टप अर्डरले राम्रो रन बनाउन नसक्दा रनआउटको शिकार बन्न पुग्दा नेपालले स्कटल्यान्डसँग हार बिहोरेको थियो। क्याप्टेनले राइट समयमा राइट डिसिजन लिन नसक्दा नेपालले ठुलो रनको टार्गेट सामना गर्नु परेको थियो र उक्त टार्गेट सामना गर्दै एकदमै राम्रो प्रदर्शन गरेको थियो। नेपाल र नेदरल्यान्ड बीच अहिलेसम्म 6वटा ओडिआई म्याच भएका छन्, जसमा नेपालले 3 खेल र नेदरल्यान्डले 3 खेल जितेका छन्। उच्च मनोबलसहित यो त्रिकोणात्मक सिरिजमा तेस्रो जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ नेपाल र ओडिआईमा आफ्नो एक दिवसीय मान्यता जोगाउन नेपाललाई मुस्किल छ र नेपालले सो ओडिआई मान्यता प्राप्त गर्नको लागि यो तेस्रो जित आवश्यक रहेको छ र अघिल्लो स्कटल्यान्डसँगका गल्तीहरूलाई मध्यनजर गर्दै ती गल्तीहरू नदोहोर्याउँदै आजको खेलमा नेपालले राम्रो नतिजा निकाल्नेछ भन्ने आशा गर्न सकिन्छ। धन्यवाद।